नक्कली पिस्तौलले राम्रो काम गर्यो। छिटो बस छिटो बस। बुहारी बाल बोलाउ न, बुहार को छ लाउ न, गइहाल्यो नि। ल हेर यस्तो डुप्लिकेट पिस्तौल लिएर आएर पो लुटेर मरेछन्। हेलो हेलो इन्सपेक्टर साहब, लौ न मलाई त बर्बाद पारे। मेरो घरमै आएर 1 लाख रुपियाँ लुटेर लिएर गयो लुटेराहरूले। बाइक नम्बर 9620 अहिले चाहिँ बस पार्कतिर ल्याएका छन्। लौ न समात दिनु पर्यो। अब तपाईँ त्यति नजिक हुँदा त समाउनु सक्नु भएन। अब हामी यति टाढा छौँ, कसरी समाउने? कति लटको थियो मोटरसाइकल? ल अब लट रे, अब कति लट भन्ने 1 लाख हजुर 1 लाख। ल ती लुटेराहरू त्यो बस पार्कबाट फुत्किन पाउँदैनन्। तपाईँ ढुक्क हुनुहोस्। हस् हजुर हस्। ल केटा हो, ल बस पार्कतिर मुख जाऊ। होइन कति पाठा लुटेराहरू रहेछन्। फकै फुलै पैसा ल्याउन लाएर लुटेर पो लिएर गए। उफ कति गाह्रो भएको हुनु पनि। आफूलाई यस्तो गाह्रो भएछ यो फाइलको खप्पर चाहिँ आजै बिस्तारो घुम्छ भने। अरे तपाईँ कोट लाएर छिट्टो बाहिर निस्किनु त। निक्ले आउनु छिटो, कोट प्यान्ट लाएर तुरुन्त बाहिर आइहाल्नु त। होइन किन पार्टीमा जान्लाई? पार्टीमा होइन, खुइलेले मलाई धोका दिए मेरो लागि केटी माग्न जानु पर्यो, निक्लिहाल्नु। केटी माग्न दि होइन, भिख माग्न दि जानु पर्ला। आज त घरमै आएर 1 लाख लुट्दियो। बिरालोले आची लुगा जस्तो पैसा लुकाउँथ्यो नि, ठिक्क पर्यो। म अरू कुरा जान्न चाहन्न बा, जसरी भए पनि आज यो घरमा नयाँ बुहारी आउनु पर्यो। बुहानी बेला हाछिउँ त आउँदैन, तँलाई कहाँ गएर बुहारी आउँछ? म्याकुरी त्यसो भए म मर्दिन्छु। ए हो र? ल यो पैसा लिएर गएर हस्पिटलमा गएर भिटामिन ल्याएर खा। होइन मर्ने मान्छेले भिटामिन चाहिँ किन खानु? घाटामा लाँदाखेरि 4 जनाले काँदा हाल्नुपर्छ। कमसे कम भिटामिन खाएर मोटाइस भनेदेखि त्यो 4 जनालाई भारी त पुग्छ। नत्र त तेरो ज्यान यही हो, फिस्टोको ग्यास त 1 जनालाई नै भारी पुग्छ। म्याकुरी यो बाबा नि के भन्छ? हेलो ल म आइहालेँ।